ल हेर्नु यो घुम्ती मोड हो होइन। अनि ल हेर्नु बस, ठुलो बस रोकेछ है। एकदम दुर्घटना हुने सम्भावना ठाउँ हो यो। ल हेर्नु गाईहरू आयो, ल हेर्नु है। अब यो आयो, मिनी भ्यान आयो। ल हेर्नुहोस् है, घुम्ती। अब यत्रो ठुलो बस चाहिँ यो होटेल अगाडि चाहिँ ट्याङ्राङ रोकिदियो है। अब यो दुर्घटना हुने, ल हेर्नुहोस् है। यो एकदम यो घुम्ती मोड, यो यताबाट चाहिँ अम्मट स्ट्रिट नम्बर 4 र 5 जाने ठाउँ भयो। यो शान्तिपाटन चोक हो। यति धेरै गाडीहरू आउँछ होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। अब यत्रो ठुलो बस ल्याएर राखिदिएछ यहाँ, हेर्नु त त्यो होटेलले। अनि दुर्घटना हुँदैन त। ल हेर्नुहोस्, यति गाडीहरू आएको आइछ। ल हेर्नु है, यति गाडीहरू आउँछ, बाटो साङ्ग्रियो। ल हेर्नुहोस् है, ल हेर्नुहोस् है। ल हेर्नु त, दुर्घटना हुने सम्भावना हुन्छ कि हुँदैन। ल हेर्नुहोस्, यत्रो ठुलो बस ल्याएर यहाँ राखिदिने हो त। यो गैर जिम्मेवार होइन यो होटेल पनि गैर जिम्मेवार हो, ड्राइभरहरू पनि गैर जिम्मेवारी हो। ल हेर्नुहोस्, यस्तो चोक छ यो महत्त्वपूर्ण चोकमा। यसरी चाहिँ गाडीहरू हिँडिरहेको ठाउँमा यत्रो ठुलो बस ल्याएर राखिदिएछ। ल यो होटेलले के सोचाइ होला, अचम्म लाग्दैन? ल हेर्नुहोस् है।